दर्शक वृंद नमस्कार। कोरोना विशेष में स्वागत करी छी। हम अजय साथ शिवाली परसा जिला के जो बात करी तो प्रदेश 2 में सबसे बेसी संक्रमित परसा जिला में रहल छे। प्रदेश 2 सरकार जे डाटा देने छे वही अनुसार बात कल जाए तो अखन परसा में 28 गोटे के मृत्यु समेत भ चुकल छे। प्रदेश 2 में सबसे बेसी लोग के मृत्यु परसा जिला में भेल छे। वह में बीरगंज के बात करी तो वही एक किस्म से समुदाय में समेत कोरोना संक्रमण फैल चुकल है। रोकथाम के प्रयास केना चल रहा है यावत विषय में आए बातचीत कराओ। अखन जुड़ल है बीरगंज महानगरपालिका के मेयर विजय सरावगी। सबसे पहले उनका स्वागत करै छी। विजय जी, कार्यक्रम में स्वागत है। धन्यवाद। शुरुआत हजुर को हेल्थलाई लिएर गरौँ। तपाईँ आफै कोरोना संक्रमित हुनुभएको थियो र कोरोना नेगेटिभ भएर अहिले स्वस्थ हुनुभएको छ। सर्वप्रथम तपाईलाई बधाई दिउँ। र तपाईमा जुन संक्रमण देखियो र अलिकति भनौँ न एउटा जनचेतना र एउटा कोरोना हुने बित्तिकै मान्छेलाई चाहिँ घातक नै हुन्छ, जीव जान नै जान्छ भन्ने एउटा आम मानिसमा डर त्रास पनि छ। तपाईँ के भन्नुहुन्छ? तपाईलाई कोरोनाले छोयो र त्यसपछि चाहिँ विजय प्राप्त समेत गर्नुभयो, के भन्नुहुन्छ तपाईँ? कोरोनामा आफै कोरोना संक्रमित भएको सबैलाई थाहै नै छ। तर यो कोरोना संक्रमित भएपछि कोरोनाबाट पार लाग्दैन भन्ने कुरा छैन। हो, यसमा चाहिँ के ध्यान राख्नुपर्छ भने दीर्घ रोगीहरूलाई यदि कोरोना समात्छ, बुढाहरूलाई समात्छ, जुन एल्डर एजका मान्छेहरू छन्, बच्चाहरूलाई समाउँछ भने अलिकति उनीहरूको विशेष हेरचाह गर्नुपर्छ। उनीहरूलाई सुरुदेखि नै तपाईको चाहिँ हस्पिटल बेस नै लग्दा राम्रो हुन्छ आइसोलेसनमा। र जो मान्छेहरू चाहिँ यसमा चाहिँ परेका छन् उनीहरूले चाहिँ उच्च मनोबल राख्नुपर्छ पहिलो कुरा। किन उच्च मनोबलले धेरै ठुलो इम्युनिटीमा उसले भनौँ नि सहयोग गर्छ छिटो रिकभर हुनमा। र यसमा एउटा कुराहरू पनि के छ भने 10 दिनदेखि 45 दिनसम्म पनि कोरोना पोजिटिभबाट नेगेटिभ हुन टाइम लाग्दो रहेछ। मान्छेहरूको आफ्नो स्थितिमाथि निर्भर गर्दछ। यसमा आत्तिनु पर्ने कुनै पनि कुरा छैन। तर हो, यदि फोक्सोमा कुनै समस्या छ, श्वास प्रश्वास लिँदाखेरि गाह्रो हुन्छ, कसलाई निमोनिया नै भइदिन्छ भने ती केसेसहरू अलिकति जटिल हुन सक्छन् पछि गएर। त्यसमा चाहिँ प्रपर एटेन्सन चाहिँ दिनुपर्छ। दोस्रो यसमा के छ भने के देखिएको छ भने समाजमा पनि मान्छेहरू एउटा बानी के हुन्छ भने हेपनेर च्याउने प्रवृत्ति छ। कसैलाई कोरोना भइदियो भने अरूले जुन मान्छेले पकरेको छैन उसले चाहिँ उसलाई हेप्ने च्याउने प्रवृत्ति छ, त्यो गर्नु हुँदैन। यो कुनै सिकन्दर भएर सबैजना आएको हुँदैनन्। एकजनाले परेको छ अर्कोपट्टि उसलाई पनि पर्न सक्छ। यो एउटा ध्यान राख्नुपर्छ। यस्तो बेलामा सबैले सपोर्ट गर्नुपर्छ के। तर लक्षण चाहिँ के कस्तो देखिएको थियो तपाईमा चाहिँ सुरुमा? मलाई खासै लक्षण देखिएको थिएन। म चाहिँ काठमाडौँ गएको थिएँ नगर विकास कोषको बैठकको लागि। बैठककै क्रममा मलाई अलिकति ज्वरो जस्तो लाग्यो। मैले एउटा नर्मल ढङ्गले फिभर क्लिनिकमा गएर देखाउँदाखेरि जचाउँदाखेरि उनीहरूले भन्यो पिसिआर टेस्ट नै गर्नुहोस्, तपाईको शङ्कास्पद छ भनेर भन्यो। पिसिआर टेस्ट गराएको दिन जब रिजल्ट आयो त्यति बेलासम्म मलाई के भयो भने मेरो लङ्समा चाहिँ इन्फेक्सन भइसकेको अवस्था थियो। त्यसपछि म त्यही भर्ना भएर 12 दिनसम्म आइसियुमा थिएँ। त यसको लक्षण भनेको धेरै तरिकाले आउँछ। धेरैजनाले त तपाईको कुनै लक्षण नभएर पनि पोजिटिभ भएको मैले यहाँ महानगरपालिकाको काममा रहँदाखेरि कोरोनाको देखेको छु। कसैलाई के लक्षणै आएन सुरुदेखि अन्तसम्म। धेरैले कस्तो लक्षण आयो भने ज्वरो आउने, कसैलाई डायरिया हुने, कसैलाई खोकी रुगाखोकी हुने, गला समात्ने, फोक्सोमा चाहिँ श्वास प्रश्वासमा समस्या हुने, यस्ता कुराहरू लक्षण छन् यसका। तपाईमा सुरुमा ज्वरो आएको थियो हैन? खोकी त्यस्तो अरु केही? हो, मलाई ज्वरोबाटै थाहा भयो। अरु केही थिएन, मलाई जस्ट खाली ज्वरो थियो। हल्का हल्का त्यो मलाई अलिकति खोकी जस्तो त थियो। त्यो मेरो एउटा हेबिचुअल नेचर पनि छ, मलाई अलिकति खोकी आइरहन्छ कहिलेकाहीँ। त्यसरी मैले नर्मल नै लिएर गएको थिएँ मेडिसिटीमा जचाउन। तर पछि थाहा पाइयो कि होइन आफै नै संक्रमित भइसकेको छु। फेरि म आफै संक्रमित होइन कि मेरो पुरा परिवार नै संक्रमित पछि निस्क्यो होइन। मेरो बुवा आमा छोरी छोरा वाइफ सबैजना निस्के। जहाँ म गएर बसेको थिएँ काठमाडौँमा ज्वाइँको घरमा पनि संक्रमित पछि निस्क्यो। यसको अर्थ के छ भने बडा छिटो परिवारका सबैजनालाई ठीक छ हैन? यदि प्रपर टेक केयर हाम्रो अब सबैलाई ठीक छ। खाली बुवा अहिले पनि भेन्टिलेटरमा हुनुहुन्छ ग्रान्डी हस्पिटलमा। यसमा एउटा के एउटा हाम्रो थ्योरी हुन्छ नि, मैले के महसुस गरेर चाहिँ म आफू पनि गल्ती गरेको जस्तो लाग्छ। हामी के बुझ्छौँ भने हामी परिवारमा छौँ भने सामाजिक दूरी नराख फिजिकल दूरी नराख्दा पनि हुन्छ। नजदिकका मान्छेसँग यस्तो होइन। हामीले अहिलेको बेलामा सबैसँग फिजिकल दूरी मेन्टेन गर्नुपर्छ, मास्क लगाउनु पर्छ। परिवारमा पनि यदि एक आपस हामी एकै ठाउँमा बसेका छौँ भने हो परिवारमा पनि गर्नुपर्छ यो मेन्टेनेन्स। मेरो त यही ठहर छ। हुन सक्छ कसैसँग मास्क छैन भने
हाम्रो तराईमा त झन् एउटा राम्रो कुरा के छ, सबैजना गम्छा राख्छन्, गम्छाबाट पनि मुख ढाकेर बस्नुपर्छ। र दोस्रो कुरा के छ भने हामी ठाउँ ठाउँमा छुने बानी छ, जस्तो फर्समा हामी छुन्छौँ, टेबलमा छुन्छौँ, जहाँ पनि छुन्छौँ हामी। त्यो छुएसकेपछि फेरि हामी हातलाई मुखमा लग्ने बढी बानी हुन्छ, गलाभन्दा माथि। अहिले त्यो लग्नु हुँदैन, लगियो भने कमसेकम हातलाई धोएर या सेनिटाइज गरेर मात्र गर्दा बढी बच्ने अवस्था हुन्छ। यो दुईटा मात्र प्रिकसन राम्रोसँग लिन सकियो भने मलाई लाग्छ कि कोरोना छिटो हामीलाई छुँदैन। अब यो पनि गर्न सकिँदैन भने गाह्रो छ, किनभने यो कुनै प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारले यसलाई रोक्न सक्दैन। आफै किन रोक्न जागरुक सक्दैन बन्नु भने पर्यो। यदि तपाईँ चाहिँ संक्रमित हुनुहुन्छ भने यो आफै जागरुक हुनुपर्ने विषय छ के। अब हजुर आफू जागरुक हजुर नहुने, परिसकेपछि हेर्नुहोस् या त फोटो फ्रेममै गइन्छ या हस्पिटल गइन्छ या फिर घरको आइसोलेसनमै बसिन्छ। यो भन्दा बाहेक कुनै उपाय छैन यसको। हजुर आफै जागरुक भयो भने धेरै हदसम्म चाहिँ बच्न सकिन्छ। हजुर मेयर साहब, अब सन्दर्भतिर जाउँ, मुख्य सन्दर्भतिर। वीरगञ्जको कुरा गर्ने भने अलि स्थिति चाहिँ अलि त्यहाँ खराब नै छ र निषेधाज्ञा अनिश्चितकालीन जारी छ होइन त्यहाँ। के छ अहिलेको अवस्था? तपाईँ अब निको भएर आइसकेपछि अब के चाहिँ गर्दै हुनुहुन्छ त्यहाँको माहौललाई अझ शान्त पार्न, या भनौँ कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिँ? अहिले हेर्नुहोस्, नयाँ सिडिओ साहब आउनुभएछ होइन, चार्ज लिनुभएछ, 7-8 दिनदेखि उहाँले राम्रै काम गरिराख्नु भएको छ। म पनि आएर उहाँको भनौँ नि सबै हामी सहकार्य गर्ने हिसाबले जोडिसकेका छौँ। छिटै चाहिँ हामीले वीरगञ्जलाई, यो क्षेत्रलाई 1 महिनाभित्र हामीले एउटा टार्गेट लिएका छौँ कि ग्रिन जोन बनाउने भनेर। अब ग्रिन जोन बोल्न साथ हुँदैन, ग्रिन जोनको लागि अब हामीले के छ, मास टेस्टिङमा जानुपर्छ। मास टेस्टिङको लागि वीरगञ्ज महानगरपालिकालाई 1 घर 1 PCR भनेर एउटा नाराका साथ सबै व्यवस्थापन गरेको छ। आउने दिनहरूमा हामीहरू चाहिँ व्यापक टेस्टहरू गर्न चालु गर्दैछौँ। नारायणीको अहिलेको क्यापासिटी धेरै थिएन, टेस्टिङको मेसिनको क्यापासिटी जति थियो त्यसलाई चाहिँ हामीले त्यसबाट पार पाउन सक्दैनौँ। हामी चाहेछौँ 1 दिनमा चाहिँ कमसेकम 1500 टेस्ट गरौँ। त्यसको लागि वीरगञ्ज महानगरपालिका छिटो एउटा रोप्ने मेसिन नारायणीमा जडान गर्दैछ। त्यो जडान भइसकेपछि र प्राविधिकहरू पनि हामी राख्दैछौँ, 10 जना जति उहाँ इन्क्रिज गरिरहेछौँ प्राविधिकहरू। यो दुइटै काम भइसकेपछि हामी एउटा टेस्टिङ फेसिलिटिज हाम्रो डेभलप हुन्छ। आज पनि हामी बैठक गरेर महानगरपालिकाको टिमले ट्रेसिङ र स्वाब कलेक्सन लगायतका र जुन हाम्रा आइसोलेसनमा, होम आइसोलेसनमा बसेका स्पेसली जुन हुनुहुन्छ संक्रमितहरू, उनीहरूलाई चाहिँ काउन्सिलिङ गर्नेदेखि लिएर इम्युन सिस्टमका औषधिहरू दिनुभन्दा व्यवस्थापन गर्ने, यो सबै काम हामी आजदेखि लागेका छौँ। यसले के गर्छ भने मास टेस्टिङले कमसेकम समाजमा भएका संक्रमितलाई आइसोलेट गराउँछ। त्यो आइसोलेट भइसकेपछि चेन ब्रेक पनि हुन्छ र यो चेन ब्रेक आवश्यक पनि छ ग्रिन जोन बनाउनको लागि। 1 घर र 1 टेस्टको कुरा त पहिलादेखि नै सुनिँदै आएको हो होइन, तर लागू चाहिँ अझै हुन सकेको छैन। कहिलेदेखि यो चाहिँ लागू गर्दै हुन्छ? होइन, हामी लागू गर्नको लागि 1.5 महिनादेखि तयार बसिरहेछौँ। हाम्रो सारा सिस्टम रेडी छ। यो बिचमा हामी 1250 जनाको महानगरपालिकाबाट एक्स्ट्रा टेस्ट पनि गऱ्यौँ, त्यसमा पनि संक्रमितहरू निस्के। त्यो हामीलाई थाहा छ, किनभने यो बर्डर एरिया हो र जुन फर्स्ट लकडाउन खोलियो त्यसपछि एकदमै मान्छेहरूले चाहिँ बर्डरबाट आवत जावत सजिलो ढङ्गले जुन गर्न दियो, त्यसको कामले गर्दा थुप्रै संक्रमितहरू घर घरमा पुगिसकेका छन्। यो हामीलाई थाहा छ यो कुरा। त्यही कारणले गर्दा हामीले 1 घर 1 PCR को कुरा लिएर आएका थियौँ कि कमसेकम कुन लेभलको हाम्रो चाहिँ संक्रमितहरू छन्, कतिजना छन्, त्यसलाई यदि हामी आइसोलेट गर्न सक्यौँ भने वीरगञ्जलाई ग्रिन जोनमा कायम गर्न सक्छौँ भनेर त्यति बेलाको डिसिएमसीले असहयोग गरेको कारणले गर्दा हामीहरू अलिकति पछाडि पर्यौँ। तर अब पछाडि परिँदैन, अहिलेको डिसिएमसीले यसलाई अप्रुभ गरिसकेका छ। छिटै हामीहरू चाहिँ 3टै हिसाबले ट्रेसिङ, क्वारेन्टाइन र पुनः जुन एउटा एकचोटि परीक्षणमा पोजिटिभ भएका फेरि उनीहरूको पनि 10 दिन 15 दिनमा जुन टेस्ट गर्नु त्यो काम र 1 घर 1 परीक्षण काम हामी सबै चालु गर्दैछौँ। अब 1 घर 1 परीक्षण त धेरै राम्रो, हजुर धेरै राम्रो योजना हो यो होइन, लागू गर्न सक्यो भने अझ। अब यो चालु त गरियो, तर एउटा कुरा के समस्या देखिन्छ भने आइसोलेट त गर्नु पर्यो। अब एउटा के समस्या देखिन्छ भने अब कन्ट्याक्ट टेस्टिङ भनौँ न, जो पोजिटिभ आएका छन्, अब कन्ट्याक्ट टेस्टिङ गर्दाखेरि यिनीहरूलाई चाहिँ PCR टेस्ट गर्ने र त्यसको रिपोर्ट आउनै 7-8 दिन लाग्ने के, यो समस्या त यथावत छ। त्यस्तो छैन होइन, वीरगञ्जमा त्यो प्रब्लम छैन। वीरगञ्जमा अब हामीहरू चाहिँ आजको गरेको टेस्टको रिपोर्ट भोलि नै दिने गरी हामी सबै व्यवस्थापन मिलाइसकेका छौँ। त्यही कारणले थप्दैछौँ हामी प्राविधिक एकदम भइरहेछ। अनि प्राविधिक पनि हामी त्यही कारणले 10 जना प्राविधिक थप्दैछौँ एकैचोटि, कि हामीलाई कसैलाई पनि धेरै खटाउनु पनि नपरोस्, म्याक्सिमम काम हुन सकोस्। 1500 भन्दा घटी टेस्ट कहिले पनि नहोस्, माने कम नहोस्। रोज 1500 टेस्ट गर्नको लागि गर्न त गरियो, त्यसमा जुन हामी संक्रमितहरू भेटिन्छ उसलाई लगेर बाट आइसोलेसनमै राख्नु पर्यो। त वीरगञ्ज महानगरपालिकाले अहिले 500 वटा
पेड क्वारेन्टाइन रेडी गर्दैछ होटल व्यवसायीहरूको सहयोगमा, जसमा पैसा तिरेर जो पनि मान्छे गएर बस्न सक्छ आफ्नो इच्छा भएको होटलमा। र दोस्रो हामीहरू के गर्दैछौँ भने हस्पिटल बेस अहिले हामी 500 जना जतिको लागि व्यवस्थापन गरिसक्यौँ। अब आवश्यक के उपकरण हो, भेन्टिलेटर र 20 वटा मोनिटर जुन आइसियूमा चाहिन्छ त्यो हामी थप्दैछौँ। र अहिले जुन अनपेड जुन हामी आइसोलेसन भन्छौँ त्यो पनि 1500 को हाराहारीमा अहिले हामी रेडी। यसको अर्थ के भयो भने करिब करिब 2500 जना हामी ट्याकल गर्न सक्छौँ। र यो भन्दा बाहेक पनि हामी के गर्दैछौँ भने जसको सिटी भ्याल्यु 24 भन्दा बढी आउँछ त्यसलाई चाहिँ हामी चाहिँ अब आइसोलेसनमा लग्दैनौँ, उनीहरूलाई चाहिँ घरमै होम आइसोलेसनमा राख्ने व्यवस्था गर्दैछौँ। यसरी गर्न सक्यो भने हामीले के गर्न सक्छौँ भने जुन मास टेस्टिङबाट मान्छेहरू निस्के तिनीहरूको पनि व्यवस्थापन गर्न सक्छौँ हामीहरू, र वीरगञ्जलाई छिटोभन्दा छिटो ग्रिन जोन तर्फ हामी लग्न सक्छौँ। अब एउटा समस्या के देखिँदै आयो भने वीरगञ्जमा सुरुमै अब 50 बेडको चाहिँ आइसोलेसन वार्ड निर्माण गरिएको थियो, पछि चाहिँ अलि चाहिँ सामुदायिक भनौँ न सामुदायिक सङ्क्रमण भएपछि अब त्यो बेडकै अभाव भयो, त्यहाँ त्यो अवस्था पनि देखियो र फेरि चाहिँ वीरगञ्ज हेल्थ केयरमा पनि व्यवस्थापन गरियो। के छ आइसोलेसन वार्ड चाहिँ अझै बढाउने चाहिँ योजना के छ अरू छ? अहिले हाम्रो चाहिँ अझ 2टा हस्पिटल यो बिचमा 3 दिनमा थपिएका छौँ हामीहरू। 60 बेडको आसाराम हस्पिटल, 210 बेडको हामीले चाहिँ त्यो 200 बेडको चाहिँ नेसनल मेडिकल कलेजले बाबा होटल भन्ने जुन उहाँहरूको प्रोपर्टी छ त्यहाँनिर तयारी गरेका छन्। यसको अर्थ के 200 अनि फेरि 60 अनि त्यसपछि 70 पहिलादेखि कोभिड होस् जुन हामी चलाइरहेछौँ र 120 चाहिँ वीरगञ्ज हेल्थ केयर, यो मिलाएर टोटल मोटामोटी 450 जनाको हामी हस्पिटल बेस व्यवस्थापन गर्न सक्छौँ। त्यसबाट पनि हामीले पुग्दैन भने पछि हामी अरू हस्पिटलले पनि लिन्छौँ होला। तर अहिले तत्कालको लागि मलाई लाग्छ 450 बेड इज मोर देन इनफ, किन त्यहाँ लगेर 2 र 3 लेभलका मान्छेलाई राख्नु छ र फर्स्ट लेभलमा एउटा गुनासो के भने एउटा गुनासो आइसोलेसन। हजुर मेयर साहब एउटा गुनासो चाहिँ के भन्दाखेरि अब भनौँ न अहिले सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि चाहिँ बल्ल चाहिँ आइसोलेसन वार्डको व्यवस्थापन हुँदैछ। 4-5 महिना चाहिँ अलिक विलम्ब नै भयो कि भन्ने पनि आरोप लाग्दै आएको छ। भनौँ न सुरुमा चाहिँ समुदायमै कोरोना देखिएपछि त अलि त्यहाँ तनावको स्थिति नै भयो होइन, सङ्क्रमितहरूलाई समेत घरमै बस्न भनियो, त्यो अवस्था पनि सिर्जना भएको हो। व्यवस्थापन किन हुन सकेन समयमै चाहिँ? हामी कहाँ गएर अल्झ्यौँ भने नि अल्झिने ठाउँ भयो हामीसँग। यो आइसोलेसनको जति पनि कुराहरू थियो केन्द्र सरकारले गर्छ भनेर हाम्रो संवैधानिक र कानुनी व्यवस्था रहेछ। नेपाल सरकारले सुरुमा चाहिँ नारायणी हस्पिटललाई जेनरल हस्पिटललाई हाम्रो चाहिँ कोभिड हस्पिटल घोषणा गरिदियो। अब घोषणा त गरिदियो, अब जेनरल मरिज जाने कहाँ? यहाँ धमाधम मान्छेहरू मर्न थाले इलाजको अभावमा, गरिब मान्छेहरूको बिजोग नै भयो। त्यसपछि एउटा वीरगञ्ज महानगरपालिकाले के गर्यो भने त्यति बेला नि यसलाई नारायणीलाई जेनरल हस्पिटल काम गराएर हामीले आफ्नै खर्चमा कोभिड हस्पिटलको स्थापना गऱ्यौँ 70 बेडको। त्यति बेला आवश्यकता पनि त्यतिको थिएन, त्यो हामीले गर्नुपर्ने थिएन, तर केन्द्र सरकारले नगरेपछि हामीले गर्नु पर्यो। त्यसको व्यवस्थापन अहिलेसम्म हामी गरिरहेछौँ। यो त अहिले आएर जब वीरगञ्ज एकदमै आक्रान्त भयो, पर्सा जिल्ला आक्रान्त भयो, यो क्षेत्रै नै आक्रान्त भयो भनौँ कि 12 पर्सा रौतड सर्लाहीसम्मका मेडिकल फेसिलिटी नभएको कारणले गर्दा अरू ठाउँमा सबै वीरगञ्ज आउन थाले र वीरगञ्जलाई एउटा ठुलो बोझको रूपमा हामीले लिनुपर्ने अवस्था आयो यो कुराहरू। त्यसपछि गभर्मेन्टले आँखा खोलिसकेपछि अब यो वीरगञ्ज हेल्थ केयर यतापट्टि अझ हस्पिटलहरू थपेको छ। यो वास्तवमा हाम्रो काम पनि होइन र हाम्रो काम थिएन पनि। हाम्रो काम त के थियो भने प्रेसिङ गरिदिने कामहरू, स्वाब लिदिने कामहरू, त्यसपछि एउटा क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग गरिदिने कामहरू, यो काम हाम्रो थियो के। तर हामीले बाध्यकारी स्थितिमा केन्द्र सरकारको अदूरदर्शिताको कारण टाइममा चाहिँ नसोचेका, जबकि हामी पटक पटक पत्र दिएका थियौँ 4 महिना अगाडिदेखि नै कि यो एरियामा बहुत डेन्जरस स्थिति छ, किनभने यहाँ चाहिँ खुल्ला बर्डर, अर्को चाहिँ यहाँ रोज आइसिपी र आइसिबिडी माल सामान छुटेर 1000 गाडीहरू छुटिराखेका छ, यहाँ सङ्क्रमण हुन सक्छ है भनेर 1000 बेडको आइसोलेसन बनाउनु पर्यो भनेर भन्दै पनि केन्द्र सरकारले केही पनि गरेन। अब एउटा त भयो आइसोलेसन वार्ड बनाउने होइन, अर्को फेरि उपचार सहितको अब आइसोलेसन वार्ड कस्तो चाहिँ आइसोलेसन वार्ड, त्यो पनि महत्त्वपूर्ण कुरा हो नि। एउटा उपचार सहितको अर्को अब हेर्नुहोस् आइसोलेसन पनि यसो छ। हेर्नुहोस् आइसोलेसन वार्ड भनिसकेपछि त्यो सबै उपचार सहितकै हुन्छ। जस्तो हामी जुन स्कुलहरूमा, होटलहरूमा या धर्मशालाहरूमा जुन अहिले आइसोलेसनहरू गरेका छौँ त्यहाँ पनि त हामीले त स्वास्थ्यकर्मी त खटाउनै पर्छ नि, किनभने उहाँ कसैलाई पनि गाह्रो हुन सक्छ नि। काउन्सिलिङ त गरिराख्नु पर्यो, उनीहरूलाई गएर मेडिसिनहरू दिनु पर्यो, केही समस्या छ भने। नर्मल समस्यामा त हामी गरेर दिइराखेका छौँ, किनभने अहिले हाम्रो क्रिटिकल कन्डिसन आयो भने फेरि अस्पतालले जानुपर्ने अवस्था हो। हजुर त्यो त हामीले ट्रान्सफर गर्नै पर्छ। हेर्नु सुरुदेखि नै हामी के गर्छौँ भने नि जुन बुढाबुढीहरू छन्, दीर्घ रोगी छन्, बालबालिकाहरू छन्, हामी उनलाई सुरुदेखि नै हस्पिटलमै राखिराखेका छौँ होइन। तर जुन मान्छेहरू चाहिँ नर्मल छन्
उनीहरूलाई चाहिँ जहाँ हामीले फर्स्ट लेभलको मानेका छौँ त्यो मरिजहरूलाई उनीहरूलाई लगेर हामीहरू चाहिँ नर्मल आइसोलेसन प्री आइसोलेसन केन्द्र भन्छौँ हामीहरू त्यहाँ राखेका छौँ। अहिले पनि प्री आइसोलेसन केन्द्रमा 400-500 जना हामीसँग छन्, हस्पिटलमा हामीसँग 200-250 जना छन्, उपचार घरमा चाहिँ करिब 600 जना छन्। भनेपछि क्रिटिकल कन्डिसन भएकाहरूलाई चाहिँ अहिले कहाँ राखिराख्नु भएको छ? अहिले हामीले सबलाई हस्पिटलमै राखेका छौँ, सबै हस्पिटल बेसमै छन्। नारायणी सहितका केही मान्छेहरू जसलाई हल्का होइन नारायणीमा हामी राखेका छैनौँ। अहिले हामी वीरगञ्ज हेल्थ केयर गण्डक हस्पिटल अनि आसाराम हस्पिटल र अहिले जुन के भन्छ नेसनल मेडिकल कलेजले सुरु गर्यो 200 बेडको त्यहाँ राखिएको छ। अब कोही पनि मान्छे नारायणी अस्पताल अहिले जेनरल हो हजुर, नारायणी अस्पताल अहिले जेनरल। अब नारायणी अस्पतालमा हामी के गरेका छौँ भने नि आकस्मिकको हिसाबले 15 बेडको त्यो कोभिडका शङ्कावाला मान्छेले पनि त्यहीँ लगेर उपचार गरेर किनभने के भइरहेको सिधा कोभिडमा लग्न मिल्दैन, शङ्का भएकाले हामीहरू चाहिँ नारायणीमा लगिरहेछौँ र 6 बेडको चाहिँ हामी त्यहाँ हाम्रो चाहिँ उसमा गण्डकमा पनि चालु हो। 21वटा बेडमा कुनै बेला पनि मान्छे जान सक्छ र उनीहरूको पिसिआर टेस्ट प्राथमिकतामा गरिन्छ। यदि कोही कोभिड मरिज नै छ भने कोभिड अस्पताल पठाइन्छ र त्यसको सामान्य उपचार चाहिँ गरेर घर फर्काइन्छ। अब अर्को एउटा पछिल्लो समयमा एउटा समस्या के देखियो भने जो चाहिँ अन्य बिरामीहरू छन् तिनीहरूले चाहिँ उपचार गराउनै नपाउने, केही व्यक्तिको यो बिचमा मृत्यु समेत भयो होइन, अस्पताल चाहिँ धाउँदा धाउँदै एउटा अस्पतालमा गयो त्यहाँ पनि भर्ना नगर्ने होइन, यद्यपि कोभिड छैन, जाँच पनि भएको छैन होइन, तर यस्तो समस्या देखियो अन्य रोगीहरू जो चाहिँ मुटुका रोगी छन् होइन, डायबिटिजका रोगी छन् होइन। यस्तो समस्या त देखिहाल्छ होइन, यस्तो समस्या देखिहाल्छ। होइन यस्तो छ हेर्नुहोस्, यो जुन बिचमा जुन यो समस्या थियो त्यो भइहाल्छ, त्यो सबैलाई थाहा छ। किनभने डाक्टर साहबहरू हेल्थ वर्करहरू पनि डराउँछन्। यस्तो बेलामा कोही मान्छे जुन मरिज आएको छ भले उसको तपाईँको चाहिँ अर्कै समस्या होला तर ऊ कहीँ पोजिटिभ छ भने के गर्ने त? अब धेरैजनालाई सङ्क्रमित गर्न सक्छ र त्यो हस्पिटलमा अरू पनि पहिलादेखि नै उपचारार्थ मान्छेहरू हुन्छन्। त्यो कारणले गर्दा पहिला आरटिडी गर्ने एउटा चलन चलेको थियो। अहिले पिसिआर गरेरै यदि रोगीहरूलाई लियो भने राम्रो हुन्छ। तर पनि हरेक हस्पिटलमा हामीहरू के गरेका छौँ भने एउटा आइसोलेटेड वार्ड गरिदिएका छौँ। पहिला मरिजलाई त्यहाँ लग्ने त्यसलाई अटेन्सन दिन्छन् डाक्टर साहबहरूले। कोही यदि शङ्कास्पद छ भने उसको पहिला पिसिआर गरेर अनि मात्र उसलाई बाँकी उपचारको लागि अगाडि बढाइन्छ। किन पिसिआर अबको दिनमा 6 घण्टा 8 घण्टामा रिपोर्ट आउन सक्छ। अब त्यस्तै क्रिटिकल कन्डिसनका मरिज छन् भने त्यो हामी त्यसको पनि व्यवस्थापन मिलाएका छौँ। अहिले त्यस्तो मतलब उपचारै नपाएर विगत मलाई लाग्छ कि 8 दिनभित्रमा कुनै पनि मान्छेलाई मृत्युवरण गर्नु परेको छैन, गाह्रो भएको छैन। प्रदेश 2 सरकारको एउटा बैठक बसेको थियो, उसले चाहिँ निर्णय नै के गरेको थियो भन्दाखेरि निजी अस्पतालहरू या कुनै पनि अस्पतालहरू जसले चाहिँ बिरामीलाई जाँच गर्दैन होइन, अटेर गर्छन् होइन, तिनीहरूका लागि त अदालतसम्मै जाने भनेरै निर्णय गरेको अवस्था पनि छ होइन। भनेपछि तपाईँले के लाग्छ अहिले चाहिँ सबै निजी अस्पताल सहितका अन्य अस्पतालहरूले पनि भर्ना लिइरहेका छन् अन्य बिरामीलाई? कुनै असहजता छैन? म एकदम प्रष्ट छु यो मामलामा। यो जुन बोल्ने गर्ने जुन कामहरू भइरहेछ नि या नलिने जुन मान्छेलाई ज्वरो छ या कोरोनाको सिम्पटम छ त्यस्तालाई लिएका छैनन्, लिएका थिएनन्। किन पछि प्रमाणित के भयो भने जति मान्छेहरू बितेका छन् उपचार नपाएर सबैलाई कोरोना पोजिटिभ आएको रहेछ। यसको अर्थ के छ भने यदि त्यो कोरोना पोजिटिभको मरिजलाई लिएको भए गाह्रो हुन्थ्यो। त्यही कारणले गर्दा हामी के गर्यौँ भने 21 बेडको एउटा विशेष मतलब कोरोना पोजिटिभ शङ्का भएका मान्छेलाई पनि लिएर उपचार गर्ने व्यवस्थापन गरेपछि यो समस्या आएको छैन। र सबै अस्पताल जो वीरगञ्जमा चलिराखेको छ हरेक किसिमका मरिजलाई उपचारको लागि भर्ना लिइराखेको अवस्था छ। निषेधाज्ञाको पालना कतिको भइरहेको छ? सामाजिक दूरी मेन्टेनको कुरा होला होइन, सेनिटाइजर प्रयोगका कुरा होला होइन, के कति भइरहेको छ पाउनु भएको छ? निषेधाज्ञा पालना पनि हुनु पर्यो, बच्नु पनि पर्यो। हजुर, वीरगञ्जमा यो पालिको निषेधाज्ञामा सुरुमा त प्रहरी प्रशासनले नै सबै मेन्टेनेन्स गर्यो, पछि नयाँ सिडिओ साहब आइसकेपछि सेनाले नै जिम्मा लगाइयो। अब सेनालाई जिम्मा लगाउनु गर्थे नै हुन्छ कि कहीँ न कहीँ अलिकति त्रुटिहरू भइरहेछ कि भनेर हो। अहिले आएर के देखिएको छ वीरगञ्जमा कन्सियसनेस लेभल हाई पनि भएछ, मार्क्स मान्छेहरूको प्रयोग 90% भन्दा बढी बढेको छ र अहिले मान्छेहरू चाहिँ निषेधाज्ञाको पालन पनि गरेछ। तर त्यो बढी हामी कहाँ देखिरहेछौँ भने मेन रोडहरूमा जहाँनिर बढी बाक्लो उपस्थिति प्रहरी प्रशासनको छ। तर त्यही भित्र यदि गल्लीहरूमा गइयो, गाउँतिर गइयो भने त्यहाँ यसका सुरुदेखि नै मेन्टेनेन्स 5 महिनादेखि नै मेन्टेनेन्स यस्ता भएका छैनन्। त्यही पनि अब कुनै गर्ने काम पनि छैन, एक्टिभिटिज पनि नभएर स्वतफुर्तै मान्छेहरू घरभित्र छन्। गर्मीको टाइम चाहिँ बाहिर निस्किन सक्दैनन् होइन। मोटामोटी म यो भन्छु कि यति पनि पालना भएको छ भने अलिकति चेन ब्रेक गर्न सजिलो भएको छ। किनभने यतापट्टि आएर 2 दिनदेखि म हेरिरहेको छु 34वटा केस निस्किएको छ अस्ति र हिजो जम्मा 20वटा केस निस्किएको छ। त कहीँ न कहीँ चेन ब्रेक भएर पनि
अहिले संक्रमितहरू कम निस्किरहेछन् कम भन्ने जस्तो मलाई निस्किरहेछ। लाग्छ। हजुर, सीमाको व्यवस्थापन कस्तो छ? अब सीमाको व्यवस्थापनमा नयाँ मान्छेहरू कोही पस्न पाएका छैनन् होइन, मेन रोडबाटै आइरहेका छन् जो आउन जानु पर्ने आवश्यक छ। तर जुन यो तस्करी जुन कुरा भइरहन्छ नि हाम्रो यो खुला सिमानामा, यो प्रब्लम खालि वीरगञ्जको होइन कि यो पुरै नेपालभरको जहाँ जहाँ खुला बर्डरहरू छन् त्यहाँको समस्या छ। त्यसलाई अहिले पनि नियन्त्रण गर्न राम्रो ढङ्गले सकिएको छैन, किन ती तस्करहरूको समूह बढी बलिया छन्। दुवैतिरका सुरक्षा निकायहरू पनि यिनीहरूसँग पहिलादेखि नै गाँसेका पनि हुन सक्छन् होइन, मलाई लाग्छ है, नहुन पनि सक्छन्। तर तस्करीको रोकिएको छैन, त्यो कारणले गर्दा अलिकति संक्रमण मतलब भनौँ नि संक्रमितहरू कम पस्न त पस्छन्, तर अहिले पनि डर त्यतिकै छ है, म भन्न चाहन्छु। अब अन्त्यमा रोग नियन्त्रणको प्रयास त भइ नै रहेको छ होइन, अर्को तरफ भोगको कुरा पनि हुन्छ होइन। लगातारको निषेधाज्ञा बन्द हुँदाखेरि त्यहाँ जो विपन्न वर्गका छन् विशेष गरी उनीहरू चाहिँ पीडामा पर्दै नै भए, तिनीहरूका लागि महानगरपालिकाले केही योजना ल्याएको? अब यस्तो छ हेर्नु, जो दैनिक काम गर्ने मान्छेहरू छन् उनीहरूको लागि चाहिँ ठाउँ ठाउँमा भोजनको व्यवस्थाहरू चाहिँ पकाएको भोजनकै व्यवस्था गरिएको छ होइन। तर जो मान्छेहरू चाहिँ अब भोकभोकै हुने स्थिति आइसकेका छन् तिनीहरूको लागि चाहिँ वीरगञ्ज महानगरपालिकाले 1000 परिवारको लागि अहिले तत्काल फुड प्याकेट्सहरू बनाएर 20 किलो चामल छ, 4 किलो दाल छ, नमक छ, अरू आवश्यक सामग्रीहरू समेत राखेर सिडिओ अफिसको तत्त्वाधानमा उनीहरूले चाहिँ त्यहाँ फोन गर्नुपर्छ। त्यसपछिबाट उहाँबाट सामानहरू अब बाँड्ने हामी व्यवस्था मिलाएका छौँ। छिटै सायद भोलिदेखि नै त्यो व्यवस्थापन हुँदैछ, किन म पनि सङ्क्रमित भएको कारण थिएन। फर्किसकेपछि यो व्यवस्था चाहिँ जरुरी छ भनेर आवश्यक ठानेर हाम्रा प्रमुख प्रशासकीय अधिकृत ल्याएर सबै साथीहरूसँग सल्लाह गर्दाखेरि होइन दिनु त पर्छ, तर पहिला जस्तो बाँड्नु पर्दैन, किन हुने नहुने चाहिँ हेर्नुपर्ने अवस्था छ। नहुनेलाई दिने हो, वास्तवमा चाहिएको मान्छेलाई दिने हो। त प्रशासनको थ्रुबाट गर्दाखेरि अलिकति यसमा अनुशासन रहन्छ कि भनेर हामीले अहिले सिडिओ साहब मार्फत यो कामलाई अगाडि बढाएका छौँ। हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकवृन्द, ओछलेत विजय सरावगी वीरगंज महानगरपालिका के मेयर आई हुनका सब बातचीत करे छलिए कि वीरगंज महानगरपालिका में कोरोना रोकथाम आ नियंत्रण के प्रयास केना के चल रहा है, कियाकि सबसे बेसी ओते कोरोना संक्रमित देखल गेल छै पर्सा जिला में। आ जही हिसाब से मेयर साहब कह रहल छलैथ कि आब तीव्र गति में काज भ रहल छै आ एक घर एक टेस्ट की योजना सेहो आनल गेल छै आ जल्दिए ई नीति लका आगा बढ़ल जेतै आ अधिकतम मैक्सिमम टेस्ट के योजना आनल गेल छै, वही अनुसार आगा बढ़ला पर चेन ब्रेक भ सके आ कोरोना रोकथाम आ नियंत्रण में एकटा नीक उपलब्धि हासिल भ सके से हुनक विश्वास छै। बेस्त नमस्कार।